मैले हारेकी छैन आँसु, सङ्घर्ष र आशाको यात्रामा। नमस्कार, आज म तपाईँहरूलाई कुनै काल्पनिक कथा सुनाउन लागेकी होइन। यो मेरो आफ्नै जीवनको वास्तविक कथा हो। एउटी यस्तो महिलाको कथा जसले सानैबाट अभावदेखि धेरै सपना देखि, धेरै पटक टुटी, धेरै रोई, तर आज पनि हार भने मानेकी छैन। यदि तपाईँले पनि जीवनमा कहिले दुःख भोग्नु भएको छ भने सायद यो कथा तपाईँहरूको मनसम्म पुग्नेछ आशा गर्छु। मेरो जन्म काभ्रे जिल्लामा भएको हो। म हाम्रो घरकी जेठी छोरी हुँ। म पछि मेरा 2 बहिनी र 1 भाइको पनि जन्म भयो। हाम्रो परिवार धनी थिएन। हाम्रो घरमा पैसा भन्दा पनि दुःख धेरै थियो, तर माया भने धेरै थियो। मेरो बुबा, जसले ज्याला मजदुरी गरेर हामीलाई हुर्काउनु भयो, उहाँले कहिले आफ्नो लागि सपना देख्नु भएन। उहाँको जीवनको एउटै उद्देश्य थियो, आफ्ना छोराछोरीलाई कसरी राम्रो भविष्य दिने। तर चाहँदैमा सबै कुरा सम्भव हुँदैन रहेछ। सानो हुँदा 5 रुपैयाँ माग्दा पनि धेरै बेर कुर्नु पर्थ्यो। कहिलेकाहीँ रुँदै बस्थे। त्यति बेला लाग्थ्यो, बुबाले किन दिनुहुन्न मलाई पैसा। आज म आफै आमा बनेपछि बुझ्दैछु, उहाँसँग मायाको कमी होइन, उहाँसँग थियो त पैसाको कमी। बुबाले धेरै दुःख गरेर मलाई कक्षा 12 सम्म पढाउनु भयो। उहाँ सधैँ भन्नुहुन्थ्यो, छोरी म तिमीलाई यहाँसम्म पढाउन सक्छु, त्यसपछि तिमीले आफ्नो खुट्टामा आफै उभिन सिक्नुपर्छ। त्यो दिन मैले एउटा सपना देखेँ, मात्र पढ्ने, आफ्नो खुट्टामा उभिने र एक दिन बुबा आमाको सबै दुःख मेटाइदिने। तर मलाई कहाँ थाहा थियो र जीवनले मेरो लागि अर्कै कथा लेखिसकेको रहेछ।